हाल मेरो यस्तो छ केटाहरू खन्दैछन् पछाडि केटाहरू मात्रै अडाएर भएन मैले पनि खन्न पर्छ हैन ल हामी हलिहरू पोखा नि सबै सँगै धानहरू ए आन्टी अब अकुरुङ बनाऊँ है हेलो गाइस म आए यता हेर ल हाम्रो विशेष गरी गाउँमा अब पोका थाउलो राख्ने सुरु भइरहेको छ यहाँ है तिमी हाल्नु हो पनि ल फाल्न फाल्छ यताबाट माटो फाल भने दुई हात राख्नु तिम्रो टिकटक बनाइदिँदैन हो क्या पहिले बुहारी हो नि चाहिँ स्टेप 1 पहिले बेन्नु यो सुरुमा हेलो गाइस म आए यता हेर तीन ठाउँमा राख्नु पर्ने छ विशेष 3 भाइको है पोका थाउलो हो त्यो रे केटाहरू विशेष धसियान एउटा चाहिँ खन्नलाई कसियान बस बस खना केटा बस बस अब यो चाहिँ भिडियो विशेष गरी म युट्युबमा हाल्न चाहन्छु सम्भव हुने भिडियो हो सबै नाति नातिना मेरो नाति पलातीसम्म हेर्छन् है मान्छे तपाईँको त कुरै छोडौँ यो युट्युब नसकिँदासम्म न यो ब्यान्ड नहुँदासम्म ल केटाहरू खन्न पस्केका छन् अनि धान यसरी छोप्ने हैन छोपेर पछि माटो सक्यो ल गाउँतिरको बेन्नु यसलाई बेन्नु भन्दा हैन पोके बेन्नु पोका थाउलो विशेष ए यो कुन धान अरे भाउ धान ए भाउ धान गर्न एर्किनु भाउ छोपे जस्तो छोप्नु पर्छ जे पनि के गर्नु है गाउँतिरको काम होइन त्यस्तै गाइस नगरी काममा पुग्दैन खाना के गर्नु साँझ र बिहान यहाँ चाहिँ अब आन्टी भाइ अनि ऊ चाहिँ आमाकी बुहारी भाइहरू पनि होइन ल ट्याक्कै होइन ट्याक ल माटो अनि यो माथिबाट घाम पानीले पनि खाँदैन भनेर पनि होला होइन हाम्रो आउट साइडतिर अनि यसरी हेलो
यसरी लोकल धाराको पानी पनि खान मजा नै बेग्लै हुन्छ होइन गाइस। ल गगट्टा सम्म लागेन होइन, गट्टा हो माछा हो गगट्टा हो ल केटाहरू। ल गगट्टा माछाहरूसम्म लागेन होइन। हुने असाढ मास त त्योभन्दा अगाडि हुँदैन पछाडि हुँदैन, एक टाइम आउँदा ल के दाजु ल हाम्रो चाहिँ यहाँ जेठा, हाम्रो जेठा चाहिँ हली त्यो चाहिँ आज विशेष गरी रम्न ए भक्का चाहिँ खतरा यहाँ आइरहन्। त्यो अब दोस्रो स्टेपको बेन्नु, पहिलो स्टेप त सकियो होइन। अब अहिले चाहिँ अङ्कल माथिबाट चाहिँ ठ्याक्कै मूल्याङ्कन गर्दै हेर्दै जानुहुन्छ। नाइ ल चुराहरू लास्ट यो चाहिँ यस्तो हुने गर्छ, यस्तो छोपेर चाहिँ माथिबाट। अनि उता लास्ट स्टेपमा चाहिँ हामी 1300 नम्बरमा चाहिँ वास्तविकता, गाउँको वास्तविकता, यसलाई चाहिँ बाउसो भन्छ, बाउसो टक्कै खनेर चाहिँ हामी यसले पुरो भन्छ। अनि है 1300 स्टेपको बेन्नु होइन त अन्तिममा। अब ल अब एकैचोटि अब रोम्न आएर अब भिडियो सुरु हुनेछ। यता 1300 स्टेपको बेन्नु स्टार्ट हुन लागेको छ, बेन्नु राख्न चाहिँ। ल पुरो फाल्ने ट्याक्कै फिज्ने काम भइरहेछ। ल नैनिनबाडु कतै बिउ राख्ने काम भइरहेछ भने कतै रोप्ने काम भइरहेछ यता चाहिँ। ल चिउरो पाकेर चाहिँ यस्तो यसरी हो, जुन यसरी पाकेको छ। पुरै पाकेको छ भाइ, पुरै है। हावा पनि यतिकै चलेको छ फेरि। वाउ सिन। ल त्यो फेरि खाने यसरी यसरी यो दुध आउँछ यसरी चाहिँ ट्याक्कै। यसरी यसरी निकाल्ने भित्र बिउलाई। बामै गाईजी पाकेर चाहिँ पुरै झुप्पा है। हेलो हेलो गाइज, हामी चाहिँ ठ्याक्कै चिउरा है त पाकेर चाहिँ पुरै है यो खाने भए आइज है त गाइज टक्कै। तिन 300 मिटरभन्दा माथि बाहिर कट्टै देखा माथि होइन। ल कसरी लग्ने तल यार। ल चिउरो हो गाइज है, यसरी पाक्दो रहेछ हेर्नु ल होइन। ल सबै पाकेको। ओए थामेर गर है।